라떼 라기 켜서. đấy ý nào chuẩn bị rồi. हेलो साथीहरू, आज मैले लिएर आएको छु चिकन बिरयानी। देख्न सक्नुहुन्छ होइन, यस्तो दामी बास्ना आइरहेको छ कि, यस्तो मिठो बास्ना आएको छ कि होइन। चिकन बिरयानी बनाएको छु मैले, भोक लागिरहेको छ एकदमै होइन। खाइदिने हो झ्याप्प। ल सुरु गर्छु। पिसबाट सुरु गरौँ न। ल ल मासुबाटै हो यो चाहिँ। यस्तो थम्बनेलको लागि यसो हालिदिउँ न। वाह, अचार यहाँ छ है। कस्तो छ त? बप्पा भोगाल भएछ। ल खाऊ ल, आज बजाउनु पर्छ मजाले बिरयानी। हैदराबादी दम बिरयानी भनेर यो हैदराबादी दम बिरयानी। तर दम बिरयानी भन्दैन, कम चाहिँ छैन, एकचोटि खाएर हेर त। अति दामी है, वाह अचारसँग झन् दामी भएछ। आज हामीले च्यालेन्ज नगरेको है गाइस। च्यालेन्ज किन गरेन भन्ला है। अब दुईचोटि हारिसक्यो, तिनचोटि के हार्नु। भाइ त जहिले हारेर क्या फेरि। अनि त्यही भएर आज च्यालेन्ज होइन, आज बिस्तारै आनन्दले खाने, एकदम स्वाद लिएर खानुपर्छ आज चाहिँ। त्यही भएर आज च्यालेन्ज नगरेकै हामीले है, नभए च्यालेन्ज गर्थ्यो होला नेक्स्ट टाइम गाइस च्यालेन्ज। तपाईँहरू भन्नु न के च्यालेन्ज गर्दा ठिक होला। मैले पनि सोचेको थिएन कि यति मिठो हुन्छ भनेर क्या। तर एकदमै दामी भएछ। होटलमा पाउने भन्दा मिठो छ। यस्तो कस्तो छ हेर न गाइजी, मजा हो है। कलर पनि दामी आएको छ क्या। कस्तो तातो यार, तातो छ त। मजा आइरहेको है। अस्ति मोमो खाँदा चाहिँ बिचोक भएको थियो है। भरि त्यो नि त्यो रहेछ पछि भिडियोमा त। कस्तो घिन लाग्ने है आफैले हेर्दाखेरि कि। भरि त्यो अचारै अचार या चुयो। हेर्ने मान्छेलाई अलिकति त्यो नराम्रो चाहिँ लाग्यो होला है। होला होला गाई। पुरा मुखभरि फोरै फोर्थ्यो क्या। अब त्यो च्यालेन्ज भनेपछि अब कहाँ मुख याद हुँदा गरेर दिइरहेको थियो। तिनवटा मोमो हाल्दा काक भइसक्यो। ठुल्ठुलो गाँस खायो है। बिरयानी यस्तो यस्तो गर्दै अनि पुरै दिन्छ नि त्यसले।
अचार हाल्नु न अचार रातै अनि सलाड चाहिँ भएन है केही छैन कस्तो छ च्यालेन्ज चाहिँ भन्नु होला है गाइज नेक्स्ट कमेन्ट गर्नु होला मजा आयो तर तिम्रो मेरो च्यालेन्जको 2टा कि 3टा छ होइन दुईटा त एउटा 2टा छ करेन्ट र अन्डाको एउटा हाम्रो मोमोको थियो मोमो र फेरि करेन्टै करेन्टले मोमो चाहिँ अति दिएको थियो त्यो टाइममा है अलिकति गाह्रै भएको थियो कि पचाउन लास्ट गाह्रो भएको थियो त्यत्रो पिस पनि सानो सानो होइन यत्रो पिस पनि है ठुल्ठुलो त्यो पिसहरू पचाउन अलिक गाह्रै भएको थियो त्यो टाइममा चाहिँ तर पछि हो पछि त्यस्तो गाह्रो चाहिँ केही भएन पढ्नु त पछि हो अचारहरू न अनि गेन्जी फुडी च्यानललाई सब्सक्राइब गर्नु होला है गाइज यस्तै हेर्नलाई है बिचरा थुक्निन्छ होला थुक्ची नलिदिनु होला आफै बनाएर खानु होला एकदम इजी छ यो रेसिपी चाहियो भने पनि भन्नु होला होइन त अचार पनि पिरो पिरो है पिरो पिरो अमिलो अमिलो मिठो भएको छ मेरो त वास छ त खाउनु म जति बिस्तारै खान्छ क्या त्यही भएर च्यालेन्जहरू जित्न नसक्ने क्या आराममा खान्छ मैले चाहिँ तातार खाने बानी गर्नुपर्छ है त खाऊ बिस्तारै खाऊ हेरौँ गाइस अब च्यालेन्ज गर्दा कहिले जितिन्छ अब मैले यस्तो यस्तो पाराले त जित्दैन होइन यस्तो प्र्याक्टिस गर्नु पऱ्यो क्या त्यसरी जित्छ नभए त गाह्रो छ कस्तो चाहियो भने त ब्लगहरू कस्तो लागिरहेको छ गाइजहरूलाई त्यो पनि भनिदिनु होला हामीलाई
हामीले मेरो चाहिँ दुइटै आउँछ क्या, भ्लग पनि आउँछ होइन, अनि मुकबाङ पनि आउँछ क्या, अनि मिलाएर हेर्नु होला तपाईँहरूले होइन। मुकबाङ साथसाथ भ्लगलाई पनि माया गरिदिनु होला, माया देखाउनु होला। ल भाइ मेरो चाहिँ सक्यो होइन। मेरो पेट चाहिँ वार भयो गाइस होइन, सकाउनु पर्छ। बिस्तारै खानु, बिस्तारै खाऊ, म कुर्छु नि त एकछिन। भाइ चाहिँ अलवेज अगाडि म भन्दाखेरि। अलि हाल न, अलिकति मुखमा हाल्नु न। तर आज साँच्चै क्या टेस्टी भएछ है, कलर पनि मजाको आएको छ बिरयानीको। सरी अर्ग्यानिक कलरै गाइस, फुड कलर हालेन नि फेरि। फेरि मान्छेले फुड कलर हाल्यो भने सोध्छ नि त। तर होइन, गोलभेडा र अनि रातो खोर्सानी चाहिँ हालेको, त्यतिमै कलर मजाले निस्किएको थियो कि। साथीहरू म चाहिँ उड्छु होइन, फेरि बाबुलाई पनि खानु खुवाउनु पर्ने छ, त्यही भएर मेरो चाहिँ सक्यो, म बाबुलाई खानु खुवाउँछु, अनि भाइ चाहिँ खान्छ। म भाइको चाहिँ म लास्टसम्म राखिदिन्छु भिडियो, हेरिदिनु होला है त गाइस। आयो अझ यति बाँकी छ है, कसरी मैले सकाउनु चाहिँ पर्यो, कसरी सकाउने त भन्दाखेरि ड्याम्म लिने होइन, ड्याप्प खाने फेरि। त्यहाँ लाग्यो क्या होला। गाह्रो छ है गाइस, गाह्रो छ। कहिले काहीँ हल्का हुन्छ गाइस। त्यत्रोसँग बाँकी छ क्या। Quay cái bài bò này đại đại như vậy đó. Rồi, quá bao nhiêu tiền? Sao Dương có sẽ trả nhiều tiền không? Tôi đi chơi mà. Quay bằng đó. Được rồi. Xài máy đó. सक्यो सक्यो दाइ यिन हालिदिउँ भिडियो सक्यो पुस हान्दा त्यहाँनिर